हेलो गाइस, गुड मर्निङ। म अहिले फिलिपिन्समा छु। बिहानै यसो मर्निङ वकको लागि आएको। हेर्दाखेरि सबै नेपाल जस्तो देखिन्छ र खालि बिच फरक त्यति मात्रै हो। हेर नि सबै सुनसान छ। गाउँतिर जस्तो देखिन्छ तर पछाडि हेऱ्यो भने चाहिँ सीतिर आउँछ। पुरा खाली छ। त्यो चाहिँ रेस्टुरेन्ट हो बिचमा। पुरा एउटा केटा चाहिँ माछा मारेर सीतागर माछा मारिरहेको छ। सो घुम्नु पऱ्यो मर्निङमा। अहिले बिहान बिहानको वेदर चाहिँ ठिकै हुन्छ फिलिपिन्समा, तर अलि दिन ढल्दै गएपछि अलिक गर्मी हुन्छ होइन। अहिले चाहिँ ठिकै छ र फिलिपिन्समा बस्न चाहिँ ठिकै हो, तर पानी पर्ने सिजन छ अहिले। फेरि एकछिनपछि पानी पर्छ। तपाईँले हेर्न सक्नुहुन्छ बजार पुरा बादल लगाइसकेको छ। पानी चाहिँ भयङ्कर पर्छ। यो म बस्ने फिलिपिन्समा चाहिँ यो चाहिँ टाउन हो, सिटी होइन। अनि पनि यहाँ बस्न चाहिँ मजा आउँछ। यो चाहिँ यो साइडमा र अर्को साइडतिर पनि रेस्टुरेन्टहरू अथवा केही छन्, बोटहरू। पिकनिक जस्तो स्पट हो। अनि यहाँको बालुवा चाहिँ कालो बालुवा छ, सेतो बालुवा होइन। सब जान्छु तलतिर यसो। बिचतिर अनि यो चाहिँ अलिकति होटेल जस्तो स्टे गर्न पाइन्छ, बुक गर्नु सकिन्छ। कोही छैन यहाँ पकाउँछ, कोही पनि हुँदैन होइन। पछाडिको चाहिँ होटेल हो, स्टे गर्न सकिन्छ।
घुम्न चाहिँ रमाइलो हुन्छ। घामसाम लागेको छैन भने त ठिकै छ, घाम लाग्यो भने साह्रै गर्मी हुन्छ। तर म चाहिँ कहिलेकाहीँ आउँछु, तर बस्न चाहिँ रमाइलो हुन्छ फिलिपिन्समा, तर गाह्रो हुन्छ। मलाई चाहिँ मनपर्छ। त्यहाँ अब टाढा नजाउँ, टाढा गयो भने जता गयो भने त्यस्तै हो, बिच समुद्रको छेउमा। ल त गाइस, भिडियो कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु बिचतिरको। राम्रो छ, तर यहाँ त त्यति टुरिस्टहरू चाहिँ आउँदैन होइन। रमाइलो छ। पर्न लाग्यो मासतिर, बादल अलिक छिटो पर्न लाग्यो। अब लाग्नु पऱ्यो घरतिर। यता हेर्नु सक्नुहुन्छ, पछाडि पुरा बादल भइरहेछ, पानीहरू छिटो परिरहेछ। र यता चाहिँ जाने बाटो हो मासतिर। पानी पर्न लाग्यो अब घरतिर। घर यहाँबाट नजिकै छ, 2 मिनटको। यही माथि उक्लियो भने रोड आउँछ, रोडमा त्यहाँ बाटो हुन्छ होइन। ल गाइस, भिडियो कस्तो लाग्छ यसो कमेन्ट गरिदिनु। म यो फिलिपिन्सबाट हो, यहाँ बसेको 1-2 साल भयो फ्यामिली सबै यतै छन्। कमेन्ट्स एन्ड यसो लाइक्स गरिदिनु होला। थ्याङ्क यू।